हेलो एभ्रिवान, वेलकम ब्याक टु नयाँ भिडियो है, नयाँ ब्लगमा तपाईँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। र आज भने चाहिँ रम्फू जानुपर्ने थियो, सो रम्फूको लागि चाहिँ रेडी भएर निस्किसकेको। अन्त आजको दिन चाहिँ एकदमै दामी भयो है। सन्डेको दिन एकदमै फुल मजाले इन्जोय गर्न पाएँ। धेरै नयाँ कुराहरू यहाँ सन्त महात्माहरूले सुनाउनु भयो है, सत्सङ्ग सुनाउनु भयो, एकदमै मजा आयो। धेरै अनुभवी पर्सनहरूले पनि सत्सङ्ग सुनाउनु भयो, धेरै नयाँ कुराहरू सिक्न पाएँ। तर हामी सोचेको थियौँ आजको दिन पनि यहीँ बस्छौँ भनेर प्लानमा आएको थियौँ, तर अफसोस है यो आजको राति चाहिँ कल आयो। अनि कल कस्तो आयो भन्दाखेरि मेरो हजुरबा अलिक बिमार हुनुहुन्थ्यो होइन। सो बिमारको साथमा उहाँ यो संसार र हामीलाई छोडेर जानुभएछ है। सो हामीले त्यहाँदेखि तत्कालीन राति ब्याक फर्किनु पर्यो र नेक्स्ट डेको केही पनि देखाउन पाइनँ है। र धेरै नयाँ कुरा तपाईँहरू माझमा जोड्दै जानेछु।